गेस द नेपाली वर्ड विथ निमेश दाई सो आज चाहिँ अब निमेश दाईको नेपाली चाहिँ कतिको खतरा छ भनेर हामी टेस्ट गर्छौँ है फर्स्ट वर्ड फर यु शल्यक्रिया भनेको के हो अपरेसन वार्तालाप डिस्कसन कन्भर्सेसन अन्तर्वार्ता इन्टरभ्यू what we are doing right तथ्याङ्क तथ्याङ्क भनेको के अरे तथ्याङ्क अनुसार भन्छ होइन भनेको तथ्याङ्क अनुसार भने होइन एकदम पपुलर इङ्ग्लिस वर्ड ला यहाँ पेटमा आइसक्यो यहाँ आएन क्या तथ्याङ्क भनेको स्ट्याटिस्टिक्स होइन मैले तर सुनेको थिइनँ मात्र सुनेको थिएँ क्या प्रविधि प्रविधि ब्याड प्रविधि गुड प्रविधि त्यस्तो भन्छ होइन त्यो त प्रविधि होइन कि होइन त्यो प्रवृत्ति हो त्यो त ए प्रविधि युज गरेर भन्छ होइन त्यस्तो लाइक व्हीलमा के युज हुन्छ त म्याक्स के युज हुन्छ लाइक सिस्टमेटिक समथिङ युज गरेर टेक्नोलोजी ए विडम्बना ओ विडम्बना कस्तो विडम्बना यार कस्तो विडम्बना भएर एक्सप्लेन गर्न आएन कस्तो विडम्बना भनेको अब आइसक्यो तर आएन इङ्ग्लिस वर्ड त्यो दोधार टाइप्सको कुरा होइन दोधार टाइप्सको कुरा डिलेमा दोधार नै भनौँ दोधार इज द करेक्ट वर्ड करेक्ट प्रज्वलनशील राम्रो खाले हो पेट्रोलको ट्याङ्करमा लेखेको हुन्छ नि अति प्रज्वलनशील एकदम जल्न सक्नेवाला कुरा के फेरि भन प्रज्वलनशील सचिव भनेको के हो ओ सचिव भने आई भर्खर कुरा हेरेर थिएँ म त्यहाँ लाइक के अफिसर होइन सचिव ए सेक्रेटरी हो लास्ट वर्ड प्रतिबिम्ब भनेको के हो ओ प्रतिबिम्ब भनेको वार्तिकाको गीत छ भनेको सिम्बल हो नो सिम्बल होइन लाइक रिलेटेड टु मिरर ए हो रिफ्लेक्सन यस करेक्ट ए हो एउटा बोनस राउन्ड हैन बोनस राउन्ड एउटा गेस द नेवारी वर्ड गर्नु ल ओके तपाईलाई म इजी नै दिन्छु नुगा भनेको के हो नुगा बेबी रे